म्युजिक भिडियो मेकिङको बाढी आइरहेको वर्तमान परिप्रेक्ष्यमा थप एक भिडियोको सुटिङ सकिएको छ। पूर्वेली गायक मविन्द्र राईको पहिलो गीती संग्रह भेटमा समावेश गरिएको उक्त गीत 5 वर्ष अघि नै रेकर्ड गरिएको र पूर्वमा अत्यन्तै चर्चित बनिसकेको गीत हो। 1 2 3 4 परेवा घुरघुर गरेको साहित्य शुभ परेको गाग्रीमा पानी भरेको भेट्नु रहेछ जुरेको त्यसमा जाऊ सारे परेवा घुरघुर गरेको साहित्य शुभ परेको गाग्रीमा पानी भरेको भेट्नु रहेछ जुरेको। नायिका गायिका एवं लक स्टार विष्णु चेम्जोङ र नवकलाकार अविनाश कार्कीले अभिनय गरेको सो भिडियोको निर्देशन संचारकर्मी युगल पोमो लिम्बुले गरेका छन्। भिडियोको विषयमा सोधिएका केही प्रश्नमा विष्णु यसो भन्छन्। लाग्छ रोक्यो। यता गायक राई पनि भिडियोको आउटपुट निकै राम्रो हुने आशय यसरी प्रकट गर्छन्। एकदमै मेहनत गरेर हामी सबैजनाले हामी सबै युनिटले मिलेर एकदमै मेहनत गरेका छौँ। सेवा र नमस्ते भन्ने गीतको सुटिङ भइरहेछ आज र यसमा चाहिँ हाम्रो युगलजीले डाइरेक्सन गर्दै हुनुहुन्छ र हाम्रो विष्णु चेम्जोङ दिदी फिमेल मोडल र अनि अविनाश कार्की चाहिँ हाम्रो मेल मोडलमा हुनुहुन्छ। एकदमै रमाइलो लागिरहेछ आज। यसमा चाहिँ कस्तो भन्दाखेरि म अब तेह्रथुम जिल्लामा जन्मेको होइन, अब त्यहाँ तेह्रथुम जिल्लामा चाहिँ स्पेसल त्यहाँनिर चाहिँ लिम्बू गाउँमा जन्मेको भनौँ न। म लिम्बू गाउँमा जन्मेकोले गर्दाखेरि अलिकति मलाई त्यतापट्टिको ट्रेडिसनमा चाहिँ अलिक बिजै म, त्यसले गर्दाखेरि यो गीत चाहिँ मैले नखु खोला सुनाकोटी तथा नखीपुटको आसपासमा छायाङ्कन गरिएको सेवा र नमस्तेमा नौलो कुरा के छ त भन्दा निर्देशक पोमो यसो भन्छन्। खास गरिकन सबैले आफ्नो क्रिएसन सृजनाहरूमा नयाँ नयाँ नौला प्रस्तुतिकरण छ भनेर भन्ने गर्छन्, तर मैले यो मेरो प्रस्तुतिकरणमा नयाँ छ नै भन्नुपर्छ, किनभने नर्मली मैले के गरेको छु भने एउटा कमर्सियली भिडियो बनाएको छु, तपाईँको राष्ट्रिय गान पनि बनाएको छु, त्यस्तै गरिकन तपाईँले अर्को भन्नुहुन्छ भने हाम्रो आदिवासी जनजातिको भिडियो पनि बनाएको छु। त्यसले गर्दाखेरि यो चाहिँ पृथक छ। किन त छ भन्दाखेरि यसको नै कारण छ, यो हाम्रो लिम्बू कम्युनिटीसँग सेवा र नमस्ते भन्ने जुन शब्द छ त्यसलाई उजागर गर्ने गरी चाहिँ मैले लिम्बू कल्चरको अलिकति फ्लेभर चाहिँ पस्कने प्रयत्न गरेको छु। त्यस कारणले गर्दाखेरि म भन्न चाहन्छु कि मेरो मेकिङमा यो अलिकति भिन्न नै छ। प्रोजेक्ट आए भन्दैमा अलिकति पैसा आए भन्दैमा चाहिँ तपाईँको चाहिँ सर्जकको सृजनालाई मर्ने गरी तपाईँले अर्को दिनुभयो भने अभियसली तपाईँ कमर्सियल बन्न सक्नुहुन्न या म बन्न सक्दिनँ भन्ने कुरा मैले मनन गरेको छु। त्यसले गर्दाखेरि चाहिँ म चाहिँ खास गरिकन आफ्नो सृजनालाई चाहिँ कसरी हो अझ थप त्यसलाई चाहिँ प्रस्फुटन गर्ने, उजागर गर्ने, गीतभन्दा राम्रो कसरी बनाउने भन्ने कुरामा चाहिँ सधैँ सजग हुन्छु। साथै पोमोको प्रोजेक्टमा प्राय दोहोरिरहने कलाकार मध्ये गगन र साइरनको अभिव्यक्ति यस्तो छ। दोहोरिराख्छ भन्दा पनि अब युगल दाइ र हाम्रो एउटा दाइ र भाइको सम्बन्ध छ होइन, डिरेक्टर र आर्टिस्ट भन्दा पनि अब उहाँलाई चिनेको पनि धेरै भइसक्यो होइन, वर्षौँदेखि उहाँलाई सँगै काम गरिरहेको छौँ हामी। अब उहाँले हामीलाई यो फिल्ममा ल्याउनुको लागि उहाँको ठुलो देन छ, योगदान छ होइन। त्यो हिसाबले नि उहाँले अब हाम्रो अब होला अब हामीमा पनि केही खुबी हाम्रो क्वालिटी छ होला होइन। अब हाम्रो एउटा कामपट्टिको लगाव एउटा होइन, सरलपना इमान्दारिता देखेर नै उहाँले हामीलाई भएको जस्तो मलाई केही नै छैन। खास गरी आज हाम्रो आफ्नै दाइको भिडियो सुट छ युगल दाइको, सो हामी चाहिँ एज अ गेस्ट एपियरेन्स यसमा आएका छौँ एज अ गेस्ट एपियरेन्स। सो हाम्रो रोल चाहिँ लाइक बेको सिन छ, अब खाइरहेछ तुम्बाहरू एज अ गेस्ट जस्ट पार्टीमा हामी एज अ गेस्ट एपियरेन्स भिडियोमा हामीलाई देख्न सक्नुहुनेछ। 1 2 3 4 पूर्वैमा घाम आउँदा कोही सकिन जरा जुदाउने हाँसी त गयो विष्णुजी चाहिँ गयो। सबैले आफ्नो काम राम्रै भन्छन्, तर दर्शक श्रोताले राम्रो मानेको र ठानेको सृजनालाई सफल मान्नु चाहिँ उत्तम हुन्छ।
जे होस् अहिलेलाई मविन्द्र राईको यो भिडियोलाई हाम्रो सेवारो तथा नमस्ते। थुप्रै सुन्दरी प्रतियोगिताहरूको भिडमा एक नयाँ शीर्षकको सुन्दरी प्रतियोगिता मिस दिवा आयोजना हुने भएको छ। अविवाहित 17 देखि 23 वर्षसम्मका सुन्दरीहरूले यस प्रतियोगितामा भाग लिन पाउनेछन्। I want to participate in glamour field because I find it very interesting and trainingहरुले पनि is very benefit and useful for future. मीडिया फिल्डमा इन्ट्रेस्ट भएको कारणले गर्दाखेरि चाहिँ यसमा चाहिँ म भयो भने चाहिँ एउटा गुड मोडलको लागि गर्ने थिएँ। यसमा इन्ट्रेस्ट भएर हो र मलाई लाग्छ म यसको लागि क्यापेबल छु। त्यो पहिला हेर्दाखेरि हैन लुकिङ टु द पास्ट यो फिल्ड चाहिँ रिमार्केबली ग्रोइङ अप हैन, तर यसमा मान्छेको थिङ्किङ छ सम थिङ्स पोजिटिभ हैन अनि अदर थिङ्स नेगेटिभ, आफ्नो सोचाइमा भर पर्छ। मलाई चाहिँ लाग्छ वी शुड थिङ्क पोजिटिभ टु अल द थिङ्स, इफ वी आर पोजिटिभ देन अल थिङ्स आर पोजिटिभ। हाल आयोजक संस्था बियोन्ड इन्टरटेनमेन्ट प्रालीले प्रतियोगिताको प्रथम चरण अन्तर्गत काठमाडौँ जिल्ला तथा काभ्रे जिल्लाबाट प्रतियोगी सुन्दरीहरूको छनौट कार्य गरिसकेको छ। धरान तथा चितवनमा भने छिट्टै अडिसन कार्य गरिने जानकारी आयोजक संस्थाले हाम्रो युनिटलाई गराएको छ। फर्स्ट थिङ त आई वुड थ्याङ्क हैन जसले यस्तो प्लेटफर्म मलाई दियो, सबैको उनीहरूको लागि थ्याङ्क यू भन्थे। अनि I would do something good things for this platform and other people. फर्स्टमा चाहिँ I believe in myself हैन अनि I have positive attitude as well and that's only I think that I will be in this present and I will be Miss Diva. त्यही हो। म चाहिँ मिस डिभामा पार्टिसिपेट भएर आफ्नो एममा फरवर्ड हुन चाहन्छु, अहेर जान चाहन्छु। त्यही भएर नयाँ शीर्षकको यस सौन्दर्य प्रतियोगिता मिस दिवाको सफलताको लागि आयोजक संस्थालाई हाम्रो तर्फबाट अग्रिम शुभकामना। दर्शक, कार्यक्रम न्युजमा आज हामीसँग विगत लामो समयदेखि नेपाली लोकगीत संगीतको क्षेत्रमा लाग्नुभएका एकजना व्यक्तित्व हुनुहुन्छ। यहाँलाई स्वागत छ झलकजी। धन्यवाद। झलकजी, यहाँलाई म बहुप्रतिभाका धनी मान्छु हैन। जस्तै एरेन्जिङको फिल्डमा पनि तपाईँ लागिरहनु भएको छ, आफै यहाँ स्वयं गायक पनि हुनुहुन्छ, संगीत पनि गर्नुहुन्छ। लोकगीत संगीतको माहौलमा यति बेला तपाईँ कतातिर बोल्दै हुनुहुन्छ? लोकगीत संगीतकै पक्षमा बोल्ने कुरा हो। अब म खास गरी गायक पनि हुँ, शब्द सृजना पनि गर्ने गर्छु, लयहरू पनि बनाउने गर्छु। वास्तवमा गायन पक्ष नै मेरो चाहिँ प्रमुख पक्ष जस्तो लाग्छ। नेपाली लोकगीत संगीतको क्षेत्रमा गायनमै यहाँ भुल्दै हुनुहुन्छ हैन। जस्तो केही समय पछाडि म्युजिक खबर म्युजिक अवार्ड हुँदैछ, जहाँसम्म मैले थाहा पाएको छु यहाँ पनि उत्कृष्ट 5 लोक गायकको मनोनयनमा पर्नु भएको छ हैन। कस्तो लागिरहेछ यति बेला तपाईलाई? एकदम कौतूहल त लागिरहेछ मलाई। मैले चाहिँ जित्छु कि जित्दैन जस्तो लागिरहेछ। दर्शकहरूले, श्रोताहरूले मेरो गीत मन पराइदिनु भयो, मेरो स्वर मन पराइदिनु भयो भने मैले जित्न सक्छु। दर्शक श्रोताकै आशीर्वादले त अहिलेसम्म चाहिँ साङ्गीतिक क्षेत्रमा टिक्न सकेको छु। पक्कै पनि हामी पनि यहाँलाई शुभकामना दिन्छौँ अनि दर्शकहरूलाई अनुरोध गर्छौँ झलक संगीतमलाई जिताउनका लागि। एकैछिनपछि हामी उहाँको मुखबाट सुन्नेछौँ भोटिङ कोड पनि हैन। तर त्योभन्दा अगाडि अलिकति कुराकानी गरौँ। नेपाली लोकगीत संगीतको बजार अहिले कस्तो चलिरहेछ, कस्तो छ अवस्था? अब फिजिकल मार्केट जो क्यासेटहरू सिडीहरू जुन बजारमा पठाउने गरिन्थ्यो त्यो त करिब करिब सिद्धि नै सक्यो। अब हामी चाहिँ डिजिटल मार्केटमा छौँ। डिजिटल मार्केटमा पनि राम्रो छ। हामीले चाहिँ काम गर्न जान्यो भने श्रोताहरूसँग, दर्शकहरूसँग चाहिँ राम्रोसँग पुग्न सक्यो भने राम्रो छ। अहिले पनि नराम्रो त भन्न मिल्दैन। श्रोताहरू, दर्शकहरू अहिले पहिलेको भन्दा अहिले धेरै बढिराख्नु भएको छ। मलाई त्यस्तो लाग्छ। श्रोता दर्शकहरू धेरै बढिराख्नु भएको छ। राम्रो गीत छान्नुहुन्छ अहिलेका श्रोताहरूले, अहिलेका दर्शकहरूले राम्रा गीतहरूलाई चाहिँ महत्त्व दिनुहुन्छ। तर पहिलाको जस्तो अब कलाकारहरूलाई म्युजिक कम्पनीले लगानी गर्ने त्यस्तो गरेको छैन। कलाकारहरूले आफैले अलिकति मेहनत गर्नुपर्छ। नराम्रो भन्न मिल्दैन अहिलेको बजारलाई। जस्तो लोकगीत सङ्गीतमा लागेकोहरूलाई अहिले जुन मौलिकता नेपाली लोकगीत सङ्गीतमा पहिला पाइन्थ्यो त्यो अहिले पाइँदैन भनेर यहाँ यो एकदम हो। वास्तवमा पहिलाको जस्तो गीतहरू अहिले त छैनन्। केही फरक खालका गीतहरू छन्। अब के हो भने अहिले चाहिँ पुरा गीत सुन्ने भन्दा नि एक लाइन सुन्ने भएको कारणले
त्यसलाई मध्यनजर गरेर सीआरबीटी रिङब्याक टोनलाई मध्यनजर गरेर गीतहरू बनाइन्छ। त्यस कारणले पनि यो गीतको घेरा जुन हाम्रो फराकिलो जुन थियो त्योभन्दा अलिक साँगुरो हुन आएको हो कि जस्तो लाग्छ। पहिला चाहिँ 22 मिनट गीत सुन्थ्यो भने अहिले चाहिँ 40 सेकेन्ड गीत सुन्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि कलाकारहरू पनि बाध्य छन्। तपाईलाई लाग्दैन यो एउटा कलाकार बाँच्ने अवस्था त नबाँच्ने अवस्थामा आफ्नो एउटा दिन गुजार्नका लागि पनि यो बाध्य, तर नेपाली लोकगीत संगीत मर्ने सम्भावना रहँदैन र यो कारणले? म चाहिँ पुरै विश्वस्त छु लोकगीत संगीत मर्ने छैन। लोकगीत संगीतमै चाहिँ मेरो आफ्नो जिन्दगी समर्पण जिन्दगी गुजार्न पाऊँ भन्ने कुरा चाहना पनि छ। म विश्वस्त छु म चाहिँ लोकगीत संगीत मरेर जान्छ, पछि हामी कहाँ जाउँला, कसरी खाउँला, कसरी जिन्दगी बिताउँला भन्ने चाहिँ मलाई लाग्दैन। के भने विभिन्न तरिका प्रविधि अनुसार चाहिँ हामी चल्न सक्नुपर्छ। गीत संगीत कहिले पनि मर्दैन। अब माहौल पनि मिलेको छ, कार्यक्रम ई न्यूजमा हुनुहुन्छ हैन, र म्युजिक खबर म्युजिक अवार्डमा उत्कृष्ट 5 लोक गायकको मनोनयनमा यति बेला तपाईँ हुनुहुन्छ हैन, के भन्न चाहनुहुन्छ दर्शकहरूलाई? अब सम्पूर्ण दर्शक महानुभावहरूलाई अब यहाँहरूकै माया सद्भावले त म चाहिँ गायक बनेको छु। अब मलाई जिताउनु पर्ने हुन्छ यहाँहरूसँग मैले अनुरोध गर्न चाहन्छु कि म्युजिक खबर म्युजिक अवार्डमा मैले चाहिँ एउटा अवार्ड हात पारू, त्यो यहाँहरूको कोसेली हुनेछ। मलाई चाहिँ जिताउनको लागि चाहिँ मैले भोटिङ कोड यहाँहरूसँग भन्छु, यहाँहरूले चाहिँ अलिकति एउटा गायकको लागि एउटा सर्जकको लागि अलिकति सहयोग चाहिँ गर्नुपर्नेछ। YAMKA स्पेस 011 आफ्नो मोबाइलमा मेसेजमा टाइप गरेर अनि 4243 चाहिँ पठाइदिनु भयो भने यहाँहरूको सहयोगले म चाहिँ एउटा गायकको अवार्ड हात पार्नेछु। यहाँहरूसँग यही अनुरोध पनि गर्न चाहन्छु म। अनि प्रचार प्रसारका लागि साथ सहयोगका लागि च्यानल नेपाल परिवार अनि सबै साथीहरूलाई हारगुहार गरिरहेको छु। पक्कै पनि दर्शकबिन म पनि यति बेला यहाँको यो हारगुहारमा साथ दिन्छु। MKA स्पेस 011 टाइप गरी 4243 मा सेन्ड गर्नुहोला र झलक संगीतमलाई म्युजिक खबर म्युजिक अवार्डमा उत्कृष्ट लोक गायकको मनोनयनमा पर्नु भएको छ। उपाधि जिताउनका लागि अनुरोध पनि गर्छु। यहाँले आफ्नो व्यस्त समय कार्यक्रम ई न्यूजमा दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। मलाई पनि ई न्यूज प्लस दर्शक महानुभावहरू समक्ष 2-4 शब्द बोल्ने मौका दिनुभयो, भोट माग्ने मौका दिनुभयो, त्यसको लागि यहाँलाई पनि धन्यवाद छ।